पृथ्वीको सबैभन्दा ठुलो महासागर कुन हो? प्रशान्त महासागर। कुन समुद्री जनावर आफ्नो बुद्धिमत्ताको लागि परिचित छ? डल्फिन। समुद्रको चाललाई हामी के भन्दछौँ? ज्वार। समुद्री पानीलाई कुन प्रक्रियाले ताजा पानीमा परिणत गर्छ? डिसेलिनेसन। कोरल मुख्यतः केबाट बनेको हुन्छ? जीवित जीवहरू। कुन महासागर यसको व्यापक कोरल रीफको लागि प्रसिद्ध छ? क्यारिबियन सागर। समुद्री धाराहरूको मुख्य कारण के हो? गुरुत्वाकर्षण। पृथ्वीको सबैभन्दा ठुलो समुद्री स्तनधारी प्रणाली कुन हो? ब्लू व्हेल। पिरामिडहरू कुन देशमा भेट्टाउनुहुन्छ? इजिप्ट। समुद्रमा कस्ता प्रकारका पारिस्थितिक प्रणालीहरू पाइन्छन्? कोरल चट्टान। संश्लेषणको क्रममा महासागरीय वनस्पतिहरूले कुन ग्यास उत्पादन गर्छन्? अक्सिजन। समुद्रको सतहमा गरिने लोकप्रिय गतिविधिहरू के हो? माछा मार्ने। यस्तै भिडियोको लागि अझै हामीलाई फलो गर्नुहोस्। हामी तपाईलाई यस्तै